यो चाहिँ वाखिला जाने बाटो हो। बाटो केही नामो निशाना छैन। हाम्रो गाइड चाहिँ चन्दु दाई हुनुहुन्छ। हाम्रो यात्रा निरन्तर छ। साथमा अनि परशुराम पराई पनि हुनुहुन्छ। हामी मात्रै आएको भए यो बाटो केही थाहा पाइन्थेन। दाईले ठुलो सहयोग गर्नुभयो। दाई चाहिँ यो रातमाटेकै धनाढ्य भइसक्नुभयो। यता पनि पैसा उता पनि पैसा, हिरा कटाइ छ। तर बाटो चाहिँ यस्तो छ। ल हेर्नुहोस्, यो बाटो हो कि जङ्गल हो? यो के हो? अहिले त बाटै भन्नु पर्यो। हामी चाहिँ अब वाखिला पुग्न लागेका छौँ। रङकाडोबाट वाखिला पुग्नलाई पनि शास्ति भयो। अरूलाई त भयो कि भएन, दुईजनालाई। गाइड दालाई त हुने कुरै भएन। हामीलाई चाहिँ अलिक समस्या भयो।